860 ग्राम 60 ग्राम। मेरो कारोबार यसपालि पनि त्यही 20-25 लाखको त एकदम मिठो छ। मैले नास्पातीको गरेको 15 पुरा भएर 16 लाग्यो। एउटै बोटमा 60-70 हजारको पनि फल्छ, कुनै बेला 10-15 हजार, त्यो हेरी हुन्छ। त्यो पहिला बैना दिन्छौँ हामीले, अनि पछि चाहिँ कति फल्छ अनि त्यो अनुसार चाहिँ पैसा दिन्छौँ। म आफै किसान पनि हो, सानतिनो व्यापार नि। यतिखेर चाहिँ नास्पातीको सिजन छ। म यतिखेर यो काठमाडौँ जिल्लाको दक्षिणकाली नगरपालिका वडा नम्बर 8 को छैमले भन्ने गाउँमा आइपुगेको छु। यो गाउँमा चाहिँ यो एकदमै रहर लाग्दो नास्पातीको व्यापार भइरहेको छ। यो नास्पातीको सिजन हो, मौसम हो। यो चिसो हावापानीमा गाउँभरि नास्पातीको ठुलो बगान छ, ठुलो बगैँचा छ। यो गाउँबाट हरेक वर्ष करोडौँ रुपैयाँको कारोबार हुने गरेको छ यही नास्पातीबाट मात्रै। यो एउटा नास्पाती म चाखेर हेर्छु, देख्न सक्नुहुन्छ पहेँलो एकदमै पाकेको छ। मैले अघि नै पनि चाखिसकेँ, चाख्न चाहिँ मिठो थियो। यो हेरौँ है त कस्तो छ। एकदम मिठो छ। यो चाहिँ यो ठाउँको कृषि उत्पादनको मुख्य बाली हो। वर्षमा एकपटक मात्रै उत्पादन हुने यो नास्पाती करिब करिब 1 महिनाको सेरोफेरोमा मात्रै यसको कारोबार हुने गर्दछ। यो बाहेक यो ठाउँमा डल्ले खुर्सानी, फर्सी, लौका, काँक्रो, घिरम्ला, तिते करेला, काउली लगायतको तरकारीहरू उत्पादन हुने गरेको छ। यहाँ उत्पादन भएको तरकारी नजिकैको बजार कालीमाटी बजारमा जाने गर्दछ। त्यसबाहेक पनि वीरगञ्ज, पोखरा लगायतको बजारी क्षेत्रमा यहाँको उत्पादन जाने गरेको छ। यहाँको किसानले आफ्नै गाउँमा उत्पादन गरेर आफ्नै कृषि उपज मार्फत आय आर्जनको स्रोत जुटाउन सफल हुनुभएको छ। यो सबै मकैबारीमा फल्ने भएर काँक्रो फर्सीमा बिसादी हुँदैन, अनि त्यही भएर अलि स्वादिलो छ अरू ठाउँ हेरी चाहिँ। तपाईँ यहाँ हेर्नु, त्यो मकैबारीमा गएर कसैले औषधि हाल्न सक्दैन दाइ, मकैबारीभित्र गएर। त्यो तपाईँ म उहाँ बारीमै गएर हेरौँ, त्यो मान्छे टिप्न जानलाई त अल्छी लाग्छ। 2.5 किलो भयो, एउटा ठिक्कको दिन न, म 3 किलो बनाइदिन्छु। यो किरेट हो, हामी नास्पाती लिन जानलाई तयारी गर्दैछौँ। यहाँबाट त्यो माथि हाम्रो टावर देखेको ठाउँमा ठसी गाउँ भन्ने ठाउँमा जाँदैछौँ। नास्पाती हालेर अर्को ठुलो गाडीमा जाने हो। यो चाहिँ अहिले ठुलो गाडीको टाइम नमिल्या भएर भनौँ न, यो सानो गाडीमा चाहिँ अनि लगिदिउँ भनेर। म आफै किसान पनि हो, सानतिनो व्यापार नि। हजुर, यो नास्पाती हामी कालीमाटी पुऱ्याउँछौँ। म आफूले त्यही हो 25-30 लाख। यसपालि त धेरै नै कम फलेको। मेरो कारोबार यसपालि पनि त्यही 20-25 लाखको त हुन्छ नै। यो त 5-10 करोडकै हुन्छ। यो टोटल्ली त थुप्रै छ, 5-10 करोडकै हुन्छ। यहाँको मेन आय स्रोत भनेकै नास्पाती हो, त्यही भएर सबैको नास्पाती नै। हजुर हजुर। म चाहिँ रिटायर आर्मी हो। अवकाशपछि चाहिँ यो अहिले व्यवसाय गरिरहेको छु। यहाँ यो हाम्रो उत्पादन भनेको यहाँको नास्पाती एकदम प्रख्यात छैमलेको। यो जानी काठमाडौँ, वीरगञ्ज सबैतिर जान्छ। अनि अर्को उत्पादन भनेको काउली, फर्सी, काँक्रो। अब यहाँको बेमौसम तरकारीहरू सम्पूर्ण उत्पादन हुन्छ यहाँ। अब भदौलासी चाहिँ हाम्रो लप्सी निस्किन थाल्छ। हामीले व्यापारभन्दा पनि यो सेवामुखी बाटोमा हिँड्ने मानिसहरूलाई सेवा दिइरहेका छौँ। हाम्रो जस्तै 100 ग्रामभन्दा मुनि लगभग 100 ग्राम 120 ग्रामसम्म भयो भने चाहिँ हामीले 50 रुपियाँ किलो दिने गरेको छ। अनि 200 ग्रामसम्ममा चाहिँ हामीले 100 रुपियाँमा बेच्ने गरेको छ। अनि आधा किलोभन्दा माथि 150। 2 किलो अलिक बेसी नै हो। 2 किलो भयो। आफ्नो बारीकोले चाहिँ सकिँदैन, बगान हामीले किन्छौँ। बगान किनेपछि अनि हामीले चाहिँ यहाँ ल्याएर बेच्छौँ। कहिले घाटामा पनि जानुपर्छ, कहिले नाफा नि हुन्छ। त्यो अन्दाजको भरमा फुलफुली चाहिँ हामीले बैना गर्छौँ। अनि पछि चाहिँ कति फल्छ अनि त्यो अनुसार चाहिँ पैसा दिन्छौँ। यो वर्ष तपाईँले कति चाहिँ यसरी ठेक्का लिनुभयो? यो वर्ष मैले ठेक्का अब हिसाबै गर्न बाँकी छ। 35-30 लाखको भयो कि। कालीमाटी, रक्सोल, वीरगञ्ज, जनकपुर सबैतिर जान्छ। यो नास्पाती यो वर्ष एकदम कम छ पोहोरको तुलनामा। यसपालि भाउ पनि राम्रो छ। यो 6 महिनामा लगभग 9-10 करोडको कारोबार हुन्छ अनुमानित मेरो। नास्पाती मात्रै? नास्पाती मात्रै।
525 रुपियाँ भयो त्यो हजुर हुन्छ हस् त्यही धन्यवाद दिदी हाम्रो चाहिँ 12-13 बोटमा छ अब अरूको पनि किन्ने र बेच्ने गरेर छ हामीले बेच्न चाहिँ यहाँ आफ्नो सिद्धेसी यो चाहिँ मौसमी हो कि हाम्रो अब यो 2 महिना चल्ने हो भदौको 15 गतेसम्म चल्छ अनि त्यस पछाडि सिद्धियो व्यापार अनि अर्को वर्ष मात्र हो व्यापार अरू समय हामी तरकारीहरूको उ छ त्यस पछाडि लप्सी निस्किन्छ हामी लप्सीहरू चाहिँ कालीमाटी पठाउँछ अनि हाम्रै त्यहाँ दाइको उ छ कारखाना छ त्यसमा क्यान्डीहरू बनाउने अचारहरू पाउहरू त्यस्तो भन्छ त्यस्तो एक्ज्याक्ट भन्ने नै हुँदैन नास्पाती कुनै वर्ष फल्छ राम्रोसँग फल्यो भने अब पोहोरको जस्तो 10 लाख पनि हुन्छ अब कहिलेकाहीँ हुँदैन त्यो 3-4 लाख हो यहाँ बाटोमा पसल राख्न लागेको त भर्खर 3 वर्ष मात्र हो नत्र त पहिला त त्यसरी राख्ने गरेको थिएन म आफै पनि अब पढाइको सिलसिला र अरू काममा गर्थेँ अनि अहिले चाहिँ यो 3 वर्ष भयो उत्पादन त्यस्तो एक्युरेट भन्ने नै हुँदैन अब कुनै बेला वर्षमा एउटै बोटमा 60-70 हजार पनि फल्छ कुनै बेला 10-15 हजार त्यो हेरी हुन्छ त्यस्तो बजार भाउ व्यवस्थित भयो भने राम्रो अब धादिङको र नास्पाती यहाँको नास्पाती फरक पर्छ अनि त्यताको अलिकति सुरुमा स्टार्ट हुने भएर त्यसले गर्दाखेरि प्रभाव पर्छ धादिङको नास्पाती अलिकति सस्तोमा दिन्छ उनीहरूले अनि त्यो भएर चाहिँ धादिङकोले अलिकति प्रभाव पर्छ हाम्रो यहाँ त करोडै पुग्छ होला नास्पातीको त हाम्रोमा करोड नाग्छ यहाँनिर किनभने 4-5 राम्रो बगानमा त्यस्तो हुन्छ अनि त्यसरी एक करोड नाग्छ यहाँनिर यो बाटोमा बेच्नेहरूले मात्र अलि लङ टर्मलाई भनेर राख्ने हो नत्र अरू भनेको मान्छेहरू ल्याएर टिपेर अनि कि कालीमाटी पठाउनेलाई कालीमाटी पठाउँछ अनि बाहिरतिर जानेलाई आउट अफ भ्याली जानेहरू वीरगन्जहरू पनि गाडी आउँछ अनि त्यसैमा राखेर पठाउने कुन यो अब साउ चाहिँ काठमाडौँको हो यहाँ अनि अर्कै एकजना अङ्कलले कमाउनुहुन्छ यो चाहिँ बाहिरको मान्छेले किनेर राखेको हो यो चाहिँ अनि यहाँ यहीँ नजिकैको अङ्कलले काँक्रो फर्सी अहिलेलाई चाहिँ काँक्रो फर्सी हो मेन अनि डल्ले खोर्सानी हुन्छ अनि अरू बेलामा त्यही त्यस्तै हो अरू त्यस पछाडि मकै हुन्छ यस पछाडि तत्काल पछाडि हुने भनेको मकै हुन्छ सिजन निस्के मकै सुरु हुन्छ काउलीहरू अनि फेरि धनियाँ अरू त्यस्तोहरू हुन्छ बर्खे लसुनहरू नै हुन्छ त्यो चाहिँ टनेलामा सबैले गर्दैन त्यसरी किनभने मोस्टली जागिर खान जानेहरू अलिक बुढापाका मान्छेहरूले मात्र त्यो घरमा बसेर यहाँ खसी बोका धेरै पाल्छन् मान्छेहरूले घरमा आफ्नो उसमा बाख्रा पालन चाहिँ धेरै छ लगभग सबै उस्तै हो यहाँ त मेन भनेको तपाईँको दक्षिणकालीको 7 र 8 चाहिँ भनौँ न यहाँको साबिक चाहिँ 7 र 8मा अलि बढी हो अब अहिले त समग्र 8 भइहाल्यो यहाँको उत्पादन जनकपुर पुग्छ वीरगन्ज पुग्छ यस्तै हो पोखरा पुग्छ विशेष गरी ठुलो नास्पाती चाहिँ कालीमाटी बजार हुन्छ अनि त्यतातिर बिसाती पाउनेवाला धादिङबाट आएको नास्पाती काँक्रो फर्सी र यसमा फरक पर्छ क्या धेरै 1.5-2 किलो 1 किलो त नर्मलै हुन्छ है यो त भर्खर सुरुवात हो जति यसको दाना ठुलो भयो रेटमा पनि त्यति फरक पर्छ कति पर्छ भन्ने नि त रेटमा यो 3 थरीको हुन्छ हाम्रो नास्पाती हजुर ए ग्रेड बी ग्रेड सी ग्रेड हजुर ठुलोको मगो सबभन्दा सानो चाहिँ यो कति रुपियाँ किलोसम्म बेच्नु भएको छ हाइएस्ट हामीले बेच्छ 300 रुपियाँ किलो 300 रुपियाँ किलोसम्म बेच्नु भएको छ थोरैमा त 100 को 2 किलो 100 को 2 किलोसम्म बेच्नु छ यो वर्षको चाहिँ सबैभन्दा हाइएस्ट यही 8 चाहिँ 60 ग्राम यो सडकबाट माथि यसरी हेर्दाखेरि यो भिरमा नास्पातीको बुट्टा छ यहाँ तपाईँ देख्न सक्नुहुन्छ यो असाध्यै लचकदार तरिकाले फलिराखेको छ यो नास्पाती यहाँ कसरी टिप्ने होला यस्तो ठाउँमा यसको बोट हाँगा कमजोर हुन्छ यो अचम्म लाग्दछ हेर्नुहोस् त यहाँका किसानहरूले नास्पाती सँगसँगै हरियो तरकारी काँक्रो फर्सी लगायतको कृषि उत्पादन मकैबारीभित्रै लगाउने गर्दछन् तपाईँ यो दृश्यमा पनि तपाईँ देख्न सक्नुहुन्छ यहाँ मकैबारीको बिचमा फर्सीका झ्याल बिचमा काँक्राको झ्याल पनि प्रशस्तै देख्न सक्नुहुन्छ अलि माथि नास्पातीको बोट देख्न सक्नुहुन्छ यो चाहिँ काठमाडौँबाट हेटौँडा जाने राजमार्ग हो यो राजमार्ग आसपासमा यो दक्षिणकाली नगरपालिका वडा नम्बर 8 को यो छैमले भन्ने गाउँको आसपासमा
नास्पाती असाध्यै फलेको छ। नास्पाती सँगसँगै यतिखेर चाहिँ यो मकै पनि खाने बेला अझै भइसकेका छैन, तर मकै बारीभित्र फर्सीका दाना, फर्सीका मुन्टा, काँक्रा प्रशस्त मात्रामा फलेको छ। सडकमा उहाँहरूले आफैले उत्पादन गरेको कृषि उत्पादनलाई आफैले बिक्री गरेर बसिरहनु भएको छ। यहाँ बिक्री नहुने अथवा धेरै हुने उत्पादन चाहिँ उहाँले कालीमाटी बजारसम्म पुर्याउने गरिरहनु भएको छ।